to you. Happy birthday to you. Happy birthday. साथीहरु गुड मर्निङ। आज चाहिँ मेरो बर्थडे हो। म चाहिँ आज निकै दिनपछि ब्लग लिएर आउँदैछु हैन। मलाई जन्मदिन मम्मी बाबालाई धेरै धेरै धन्यवाद र मेरो जन्मदिनको शुभकामना दिनेहरु साथीहरुलाई सबैजनालाई धेरै धेरै धन्यवाद र मिठो सम्झना अनि धेरै धेरै माया। आज चाहिँ मेरो बर्थडे हो। जो बहिनी चाहिँ बेरेन पुलाउँदै छु। मेरो चाहिँ साथीहरु पनि आइसक्यो हैन, आउँदैछन् अरे। म चाहिँ रेडी पनि भएको छैन। मान्छे यहाँ पकाउँदै हुनुहुन्छ कुकम्यान हैन। यहाँ मामा पकाउँदैछ, ढिलो भइसक्यो। अनि यहाँ माइजूहरु बनाउँदै हुन्छ, केही गरेकै छैन। मैले साथीहरुलाई लिन जाँदैछु हैन। साथीहरु पनि आइपुगे मेरो अगाडि। अनि लिन गएको देखाउँछु म। भेट भयो। Moments later. साथीहरुले डेकोरेसन गर्दैछन् सबैजना अनि पछि राख्नु पर्छ। रेडी भइसके अनि त्यसपछि अब केक काट्न चाहिँ अझै टाइम लाग्नेछ। मामाहरु पनि आइपुग्नु भएको छैन नि त। अनि सबैजना दिदीहरु त्यहाँ आइसकेर यहाँ बसिराख्नु भएको छ। अनि यता बिना दिदी माइजू कुकिङ यता हेर्नु त। म चाहिँ लाइफमा फर्स्ट चोटि बर्थडे गर्दैछु है गाइज, त्यही भएर यति धेरै खुसी छु। गिफ्ट ल्याइदिनु भएको रहेछ, अब यही लाउनु अरे होइन। आउँदै हुनुहुन्छ मासु भात मेरो फुप्पू दिदी। सबैजनाले कमेन्ट गरिदिनु होला। दिदीले पनि किचनको काम सक्नुभयो। अब चाहिँ केक काट दे दिन ले लो। हां थोड़ी डालनी हो। अरे प्रॉब्लम आई वीडियो बनाई ना मामा भाई बेस्ट फ्रेन्ड उनीहरु दुईजना चाहिँ बचपनदेखिका क्लास 1 देखि सँगै पढेर सँगै हुर्केका हुन्। फोटो लास्ट महिना हो नि त। एटीएम कार्ड हालेर आएको ब्यालेन्स इल्ला भन। भिडियो केक पनि काट्ने हैन।
चश्मा लगाओ, चश्मा लगाओ। यहाँ चाहिँ सबैजना खाँदै हुनुहुन्छ। बर्थडे अन्तिम भइसक्यो अनि खानपिन चल्दैछ अहिले सबैजना यहाँ। अनि यता चाहिँ डेकोरेसन गरेको, यता चाहिँ बर्थडे गर्ल, अनि यता चाहिँ हाम्रो कुकम्यान कुकिङ। अनि सबैजना खाना खानु हुँदैछ। अनि यता कुकिङ गर्ने मान्छेहरू चाहिँ यता हुनुहुन्छ। दिदी के छ? अनि माइजूले चाहिँ भान्जीलाई खानापिना हाल्नु हुँदैछ उता। मलाई आफूले साथीहरूलाई बिदाई गरी 12 बजिसक्यो होइन। अब खोल्छु। मेरो साथीहरूलाई बिदाई गर्दैछु। बाई बाई सबैजनालाई, बाई। जानु बाई बाई बस मामा, बाई बाई मामा, बाई बाई माइजू, बाई। तिमीले सल लगिनौ भोलि लानु जाऊ। ए अब हाम्रो डिसिप्लिन भयो त पारेर अनि म त सुत्छु। मैले राति 1 बजीसक्यो मामाहरू पनि जान हाल्नु भयो होइन गाइस।